भोलि बाबा बनासकाण्डे मेला, त्यसैले आज चाहिँ हामीले मत्स्यसँगले चटपटे खाँदैछौँ। त्यो चाहिँ खाएको भिडियो भोलि आउनेछ, फेरि चाहिँ तपाईँहरू हेर्न सक्नुहुनेछ नि। यहाँ भोलि के भव्य मेला लाग्छ कि लाग्दैन बाबा बनासकाण्डेमा? हजुर, भोलि भव्य मेला छ, सबैलाई स्वागत छ, आउनु होला। यो नमुनालाई पनि स्पेसल इन्भाइट छ। हजुर, अनि तपाईँहरू पनि आएर भव्यसँग पूजा गर्न सक्नुहुनेछन्। अनि त्यसो चटपटे लगायतका सम्पूर्ण पकवानका चिजहरू पनि बन्नेछ। अरू दारू मासु पनि व्यवस्था हो, छ। मेलाको दिन अनिवार्य छ। ल हट अलिकता स्पेसली म चाहिँ टन्ने खान्छु, यिनीहरू चाहिँ खाँदैन, किनकि यिनीहरू अलि बच्चाहरू अलि म यसमा एडिटकै गर्दैन, यति हालिदिन्छु है गाइस। ल तपाईँहरू हेर्न सक्नुहुनेछन्। भोलि बाबा बनासकाण्डे बेला तपाईँहरू पनि आउनु होला। अहिले 7 बजिसकेको छ। अहिले चाहिँ हामीले भर्खर चटपटे खाएर निक्लेको। अब म घरतर्फ लाग्दैछु, तपाईँहरू प्रत्यक्षहरू पाएर सक्नुहुनेछन्। अनि अब के भन्नु, अरू खोइ के भन्नु, अब हेर्नु क्या यस्तै छ जिन्दगी। ल अरू के भन्नु, अब चाहिँ अरू भोलि पर्सि भनौँला। बाई।